घटनाको दिन चाहिँ शुक्रबारको दिन थियो। हामी सबै केही कर्मचारी साथीहरू सहित चाहिँ टोली चाहिँ एउटा छलफलमा चाहिँ थियौँ। यसलाई अझै विस्तार अरू शाखा विस्तारहरूको बारेमा चाहिँ हामी छलफल अहिले हजुरहरू सबैले सुन्नु थाहा पाउनुभयो होला। विभिन्न मिडियाबाट चाहिँ यो कम्पनी चाहिँ अहिले विस्तारको क्रममा चाहिँ छ। आफ्नो शाखाहरू विस्तार गर्ने, नयाँ नयाँ प्रोडक्टहरू ल्याउने, यही क्रममा चाहिँ पुरै हामीले लन्च गरेको थियौँ। जटा केश तेल, त्यसपछि यही हप्ता चाहिँ हामी सन्चो मह, त्यसपछि सन्चो शुद्ध टिमुर चाहिँ मार्केटमा ल्याउने तयारीमा पनि थियौँ। अगाडि बढिरहेको थियो कम्पनी, नयाँ नयाँ प्रोडक्टहरू निकाल्ने, नयाँ नयाँ शाखाहरू विस्तार गर्ने यो क्रममा चाहिँ थियौँ हामी। त्यो छलफल गर्दै केही व्यक्तिहरूको उतापट्टिबाट के भयो भनेपछि ढुङ्गामुढा चाहिँ प्रहार चाहिँ गर्न थाल्नुभयो। हामी कर्मचारी साथीहरू सहितको टोली चाहिँ पछाडि चाहिँ एउटा सेफ कोठामा चाहिँ लुकेर बस्यौँ। त्यहाँ बस्दाखेरि त्यो कोठाबाट चाहिँ के देख्यौँ भने केही व्यक्तिहरू यो ढोकातर्फबाट जबरजस्ती छिरेर चाहिँ आग लागि चाहिँ गर्न सुरु गर्नुभयो। यो गाडीहरूमा आग लागि सुरु गरेपछि त्यसपछि हामीलाई त्रास पनि भयो होइन। पहिलो प्राथमिकता त ज्यानलाई दिनु पर्यो भनेर सबै कर्मचारी साथीहरू म सहित हाम्रो प्रशासन हुनुहुन्थ्यो, त्यसपछि हाम्रो उत्पादन प्रमुख हुनुहुन्थ्यो, अझै 2 जना अझै साथीहरू खरिदका साथी हुनुहुन्थ्यो। 5 जना साथी चाहिँ हामी झ्यालबाट हाम फालेर चाहिँ उतापट्टि हामी भाग्न थाल्यौँ। यो भाग्न थाल्दाखेरि केही ग्रुपले चाहिँ हामीलाई लखेटे पनि ढुङ्गाहरू सब प्रहार पनि गर्न थाले। एकजना सेवाग्राही आउनु भएको थियो। यो व्यवसाय गर्ने संस्था हो, सेवाग्राहीहरू पनि आउनुहुन्छ। उहाँकोलाई चाहिँ त्यो ढुङ्गाले टाउकोमा चोट पनि लाग्यो र हामीहरूलाई चाहिँ सामाजिक सञ्जाल मार्फत हजुरहरूले हेर्नुभयो होला। त्यो परैसम्म हामीलाई लखेटिरहेको थियो, यिनीहरूलाई पनि जला, यिनीहरूलाई पनि उ गर भनेर चाहिँ भनिरहेको थियो। त्यही पनि हामी भाग्न ज्यान जोगाउन चाहिँ सफल भयो, यति चाहिँ हो। उहाँहरू चाहिँ करिब 12 बजे रातिसम्म चाहिँ यहीँ बसेर चाहिँ हेरिरहनु भएको थियो। सबै अपडेटहरू सबै दिइरहनु भएको थियो। महिला दिदीबहिनीहरू सबैले आफ्नो घर जानु, सुरक्षित हुनु सबभन्दा पहिला चाहिँ त्यो प्रायोरिटीमा चाहिँ हामीले राख्यौँ। त्यति गरिसकेपछि अब उहाँले चाहिँ अपडेट दिइरहनु भएको थियो कि यहाँ चाहिँ अब म्याम अब यो सबै जल्न थाल्यो, अब यसलाई निभाउनेतर्फ सबैजना प्रयास गरौँ भनेर। केही मिडिया साथीहरूले पनि फोन गर्दाखेरि मैले इमिडिएटली भनेको थिएँ मलाई फोन गरेर जानकारी लिनुभन्दा हजुरहरू दमकल बोलाउने प्रयासतिर लागौँ र दमकललाई ल्याउँ र यो आगो चाहिँ पहिला निभाउँ। किनभने यो संस्थाले चाहिँ धेरैजनालाई चाहिँ रोजगारी दिने, रोजीरोटीको दिने संस्था हो। यो स्थानीयलाई नै रोजीरोटी दिइरहेका हुन्छन्। त्यही भएर त्यो संस्था जोगाउनतर्फ लागौँ। केही चाहिँ हाम्रो सञ्चारकर्मी साथीहरूले चाहिँ उहाँले चाहिँ सहयोग पनि गर्नुभयो। सबैले चाहिँ फोन गरिरहनु भएको थियो लगातार, विभिन्न आफ्नो ठाउँबाट सबैले सहयोग गर्नुभएको थियो र करिब 7 बजेतिर दमकल आई पनि पुगे र त्यो निभाउने कामहरू चाहिँ सुरु गर्नुभयो। र यो एरिया यहाँ छेउछाउमा भएका सम्पूर्ण श्रमिक साथीहरू चाहिँ तुरुन्त चाहिँ राति आएर चाहिँ 10-11 बजे रातिसम्म बसेर आगो निभाउन पनि सहयोग गर्नुभयो। पछि करिब 12 बजेतिर चाहिँ आगो अलिकति कन्ट्रोलमा चाहिँ आयो। त्यो दिनको घटना चाहिँ यही हो। हाम्रो चाहिँ करिब हाम्रो 4 चाहिँ सवारी साधन चाहिँ हाम्रो कम्पनीको थियो। केही चाहिँ र टोटल यो कम्पाउन्डभित्र चाहिँ 13वटा जलेको छ। 4 चाहिँ यो कम्पनीको सवारी साधन थियो। त्यो सवारी साधन चाहिँ हजुरहरूले हेर्नुहुन्छ होला, कुनै पनि चढ्ने लायक अथवा गर्ने अवस्थामा चाहिँ कुनै पनि छैन। तपाईँको गाडी, तपाईँ चढ्ने गाडी सहित? त्यो म चढ्ने गाडी सहित भएको छ। अहिले हामीसँग भनौँ न एउटा पनि गाडी छैन, मन्त्रालयले दिन्छु भनेर आश्वासन कुरा चाहिँ यहाँ चाहिँ करिब चाहिँ हामी यहाँ हेड अफिसलाई यसो हेर्दाखेरि 2टा भवन देखिन्छ। तर यो 2टा भवन मात्रै होइन कि कच्चा पदार्थ हाम्रो शाखाहरूबाट आएको हुन्छ। त्यहाँ खेती भएको हुन्छ। खेतीमा चाहिँ हाम्रो चाहिँ अहिले हामी 7वटै प्रदेशमा हाम्रो उपस्थिति हुनुपर्छ भन्ने अस्तिको छलफलको हामी त्यही केन्द्रित भएर चाहिँ छलफल गरिरहेका थियौँ। त्यसमा चाहिँ हामी अहिले चाहिँ यहाँ काठमाडौँमा यहाँ छौँ, केन्द्रीय कार्यालय यहाँनिर छ भनेपछि 12मा एउटा शाखा छ हाम्रो तररा बेलबारी तामागढीमा। त्यसपछि चाहिँ हाम्रो तररा बेलबारीमा छ। अर्को शाखा चाहिँ हाम्रो टिकापुरमा छ। अस्ति भर्खरै हामीले एउटा नयाँ उद्घाटन गऱ्यौँ। त्यो शाखा चाहिँ हाम्रो जाजरकोटको उद्घाटन गऱ्यौँ। त्यसपछि चाहिँ हामी गण्डकी प्रदेशको गोर्खा जिल्लामा पनि हामी जाँदैछौँ र एउटा प्रदेश हाम्रो लुम्बिनी प्रदेश मात्रै बाँकी हुन्छ। यसरी कम्पनी चाहिँ विस्तारको क्रममा चाहिँ थियो। बिस्तारै चाहिँ रोजगारी हेर्दाखेरि यहाँ काठमाडौँ भ्यालीमा यहाँनिर हेर्दाखेरि करिब 50-60 जना चाहिँ यहीँ हुनुहुन्छ। श्रमिकहरू चाहिँ यहाँनिर हुनुहुन्छ। बढी यसको सबभन्दा बढी प्रभाव चाहिँ बढी श्रमिक दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ पर्न गइरहेको हुन्छ। 50-60 जना यहाँ हुनुहुन्छ। शाखा कार्यालयहरू सबै हेर्दाखेरि प्रत्यक्ष रूपमा चाहिँ करिब 400-450 जना हुनुहुन्छ। किसानहरू नै हामीसँग
हामीसँग 900-1000 जना किसानहरू चाहिँ आबद्ध हुनुहुन्छ, 1000 भन्दा बढी नै हुनुहुन्छ उहाँहरू। हाम्रो लागि चाहिँ जडीबुटीको खेती गरिदिने, हामीले प्रशोधन गरिदिने, प्रशोधन गरिसकेपछि त्यो तेल बराबरको मूल्य उहाँहरूलाई चाहिँ भुक्तानी गरिदिएको हुन्छौँ। यसरी उहाँहरू पनि हामीसँग चाहिँ आबद्ध हुनुहुन्छ। सङ्कलनमा धेरै मान्छे आबद्ध रहनुहुन्छ। प्रोडक्ट चाहिँ कुरा गरौँ, ब्रान्ड त हाम्रो त के छ भने सन्चो ब्रान्डै हो, ब्रान्डै एउटा रूपमा डेभलप गरिरहेको छौँ। एउटा चाहिँ हाम्रो चाहिँ सन्चो नै हो। सो यो मेसिन इन्स्टल गरिसकेपछि सन्चो पनि 5 ml र 10 ml गरेर मल्टिपल प्याकेजिङमा मार्केटमा चाहिँ ल्याइरहेको थियो। त्यसपछि चाहिँ सन्चो बाम पनि हामी ल्याइरहेको थियौँ मार्केटमा। अर्को चाहिँ हामीले के गरिरहेको थियो भनेपछि सन्चो मसाज ओइल भनेर, पेन रिलिफ ओइल भनेर भन्छौँ, अथवा चाहिँ हिमालयन मसाज तेल भनेर भन्छौँ, त्यो दुखाइमा चाहिँ प्रयोग गरेको हुन्छौँ। अर्को चाहिँ हामीले चाहिँ शिलाजित ल्याइरहेको हुन्छौँ। लास्ट इयर चाहिँ हामीले एउटा प्रोडक्ट चाहिँ सन्चो जटा केस तेल भनेर जुन कपाल झर्ने समस्यालाई अलिक कम गरे हुन्छ। त्यसपछि अर्को चाहिँ हामीले चाहिँ सन्चो मह चाहिँ यही हप्ता हामी लन्च गर्नेवाला थियौँ र सन्चो शुद्ध टिमुर पनि यो दुईवटा प्रोडक्ट चाहिँ यो हप्ता लन्च गर्ने भन्ने तयारीमा चाहिँ हामी थियौँ। प्रोडक्टहरू चाहिँ के छ भने हामीलाई यसरी हेर्दाखेरि यहाँको मात्रै देखिनुहुन्छ होला, तर हामी माथि चाहिँ के हुनुहुन्छ भने अरू पनि व्यापारीहरू चाहिँ हामीसँग चाहिँ निर्भर हुनुहुन्छ। यो चाहिँ के छ, हामी एसेन्सियल ओइलको सबभन्दा लार्जेस्ट प्रोड्युसर हो, नेपालको सबभन्दा लार्जेस्ट प्रोड्युसर हो। यो एकमा सुगन्धित तेल भनेर भन्छ कि यो कम्पनीले चाहिँ के गरेको हुन्छ भने कच्चा पदार्थ पनि आफ्नो लागि आफै खेती गर्ने, यो एउटा नेपाल हरेक नेपालीले र नेपाल सरकारले चाहिँ गौरव गर्ने ठाउँ चाहिँ यो कम्पनी चाहिँ हो। किनभने हामी कच्चा पदार्थ पनि आफै उत्पादन गर्छौँ, त्यसपछि चाहिँ त्यसलाई भ्यालु एडिसन गरेर प्रोडक्टमा कन्भर्ट गरेर सप्लाई पनि हामी गरिरहेको हुन्छौँ। त्यो लेभलको कम्पनी चाहिँ यो हो र यसलाई चाहिँ हामी माथि चाहिँ एसेन्सियल सुगन्धित तेल जुन मैले भने यो प्राइभेट व्यापारीहरू पनि हामीसँग चाहिँ किन्नुहुन्छ अनि उहाँहरूले पनि के गर्नुहुन्छ भनेपछि बाहिर एक्सपोर्ट गर्ने कामहरू चाहिँ गरिरहनु भएको छ। भन्नुको अर्थ के छ भनेपछि हामीले चाहिँ त्यो फरेन करेन्सीलाई भित्राउनको लागि मात्रै सहयोग गरे हुँदैन कि देशको चाहिँ करेन्सी, देशको जुन पैसा छ त्यो बाहिर नजान पनि हामीले चाहिँ धेरै सहयोग गरिरहेछौँ। त्यति मात्र होइन कि मूल्यमा अलिकति स्थिरता ल्याउन पनि हामीले धेरै ठुलो भूमिका चाहिँ निर्वाह गरिरहेछौँ। पदार्थहरू चाहिँ हाम्रो यहीँ हो कि बाहिर? यहाँ होइन, शाखा कार्यालयहरूमा भएको हुन्छ। नेपालभित्रै हो? नेपालभित्रै हो, सबै नेपालभित्रै भएको हुन्छ। यो कस्तो हुन्छ भने यो कम्पनी चाहिँ बेसिक गुड्स प्रोडक्सन गर्ने इन्डस्ट्री चाहिँ होइन। यो यसले मैले अघि हजुरलाई जति कम्पनीको बारेमा ब्रिफ गरेँ, यसको मार्केट बेला बेलामा फ्लक्चुएट भइरहेको हुन्छ। कहिले एकदम बढी भइदिने, कहिले एकदम कम भइदिने, कहिले मन्दीको असर पर्ने, तर फेरि त्यो कम हुन बित्तिकै जस्तै वारको अहिले चाहिँ साम्य भइरहेको छ परिस्थिति अनि एसेन्सियल ओइलहरूको डिमान्ड बढ्दिने, यसरी हामी चाहिँ डाइभर्सिफिकेसनको यो फेज, यो चरणमा चाहिँ थियौँ कि कम्पनीलाई चाहिँ अझ नयाँ नयाँ प्रोडक्ट ल्याउने, अझ नयाँ नयाँ। यो वर्षको हेर्दाखेरि चाहिँ यो वर्षको त अहिले सबै मूल्याङ्कन चाहिँ भइरहेको छैन। गत वर्षको चाहिँ के सोध्नुभयो? प्रोडक्सन टोटल 60 लाख प्रोडक्सन टार्गेट गरेर हामीले प्रोडक्सन गरिरहेको हुन्छौँ होइन। 60 लाख चाहिँ टार्गेट राखेर यो मेसिन जुन हामीले इन्स्टल गरेको थियौँ त्यो मेसिन चाहिँ हामीले चाहिँ करिब करिब वर्षको 1 करोड प्रोडक्सनलाई चाहिँ आफूले चाहिँ अप स्केलिङ गरेको थियौँ कि जिएनपी बेस्ड भवन बनाएको थियौँ, मेसिन इन्स्टल गर्यो। अब 1 करोडको चाहिँ हामी के गरौँ भनेपछि आफूलाई अप स्केलिङ माथितिर उठाउँ र चाहिँ एक्सपोर्टको लागि चाहिँ विभिन्न मार्केटहरूमा चाहिँ हामीले चाहिँ कुराहरू चाहिँ हाम्रो भइरहेको थियो। विभिन्न तरिकाले चाहिँ हामी अगाडि चाहिँ बढ्दै गइरहेको